हेलो एन्ड नमस्ते सबैलाई। यो मेरो फर्स्ट मिनी भ्लग हो, त्यसले अलिक नर्भस छु तर एकदम एक्साइटेड पनि। जस्तो तपाईँले यो भिडियोमा हेर्नु सक्छ, यो हो हाम्रो टेरेसको चाहिँ टमाटर। यो चाहिँ पहिला मैले रेकर्ड गर्दाखेरि त यत्रो थियो भर्खर, लाइक लिभ्सहरू निस्किँदै थियो होइन। अन्त अहिले देख्दा चाहिँ मलाई यति आई एम सो ह्याप्पी एन्ड एक्साइटेड अबाउट इट, द्याट्स वाइ आई वान्टेड टु सो यु। अनि यो चाहिँ अलिअलि यो जो यत्रो देख्दैछ नि, हेर्नुमा चाहिँ भिडियोमा मात्रै यत्रो देखेको, रियलमा चाहिँ यत्रो पुरा ठुलो छ त। यहाँ अरू पनि छ, यहाँ मेरीगोल्ड भयो, त्यो चाहिँ पालक होला, यो मुनिको त थाहा भएन मलाई। अन्त सबै चाहिँ अकुपाई गरेर हेर्नुहोस् है, यो टेरेसको चाहिँ डल्लै जग्गा अकुपाई गरेर चाहिँ गर्नुभएको छ। सानो जग्गामा पनि यति बेसी रोप्नु भएको छ पापाले। अन्त यहाँबाट चाहिँ अर्कोपट्टि लिएर जानेछु म अब तपाईँलाई, हेर्नुहोस् है। यो भयो, उतापट्टि पनि छ। त्यहाँदेखि यो वाला चाहिँ यत्रो ठुलो फ्रुटहरू आएको छ कि, हेर्नुहोस् है, यी साइज हेर्नुहोस् त। I'm so excited to see them पाकेको पुरै। अन्त हेर्नुहोस् है, यी कत्रो ठुलो छ। हेर्दा मात्रै यो भिडियोमा चाहिँ सानो देखेको कि, बट द साइज वाज बिग। अन्त यो जुम गर्दै देखाउँदैछु। अनि त्यहाँदेखि यो भयो, हेर्नुहोस् है, यी कस्तो दामी देखेको हेर्नुहोस् त। मैले त यस्तो सोचेको पनि थिइनँ कि टेरेसमा यस्तो पनि हुन्छ होला, बट माई फादर इज भेरी प्यासनेट अबाउट गार्डनिङ। अन्त पापालाई चाहिँ यस्तो क्रप्सहरू चाहिँ ग्रो गरिराख्नु मन गर्नुहुन्छ। अन्त ऊ पापा पनि भर्खर जानुभयो त्यहाँबाट। एज यु क्यान सी यो सबै चाहिँ पापाले अरेन्ज गर्नुभएको हो। अन्त पापाले चाहिँ धेरै मन पराउनुहुन्छ गार्डनिङ गर्नु, घरि फ्लावर्स गर्नुहुन्छ, घरि यसरी क्रप्सहरू गर्नुहुन्छ। अगर तपाईँलाई यो सबै टिपेको रातो एकदम जुसी टमेटोजहरू हेर्नु छ भने चाहिँ मलाई फलो, लाइक र सेयर गरिदिनुहोस् होला यो भिडियो। हुन्छ, आजको लागि यति नै भ्लगमा। अन्त छिटै भेटौँला, बाई बाई।